सँगै हुँदाखेरिको चाहिँ जे चिजको पनि कदर गर्ने चाहिँ बानी गरौँ। एउटा मान्छेले चाहिँ टिकटकमा आफ्नो लभ स्टोरी फर्स्टदेखिको लास्ट एन्डसम्मको चाहिँ स्क्रिन सर्ट जुन हुन्छ नि स्क्रिन भिडियो गरेर चाहिँ स्क्रिन सर्ट चाहिँ उसले हालिरहेको रहेछ टिकटकमा। अनि एकचोटि मात्र हेरेको फेरि आफू आइ गर्दो रहेछ क्या। अनि त्यसपछि हेर्दै गएँ होइन, इन्ट्रेस्टिङ लभ अब कसलाई मन पर्दैन अभियसली होइन। अनि त्यसपछि त्यो केटीले चाहिँ लिटरली एकदम मायाको लागि भिख मागिरहेको। त्यो केटा चाहिँ मेबी बाहिर हुनुपर्छ, फरेनतिर हुनुपर्छ होइन। अनि त्यसपछि मायाको लागि चाहिँ उसले भिखै मागिरहेको छ। त्यो केटीले यति धेरै केयर रेस्पेक्ट गरिरहेको छ, उसको केयर गरिरहेको छ होइन। टाइममा खाना खानु, यो गर्नु त्यो गर्नु। जबकि केटाले चाहिँ उसलाई बाल पनि दिएको छैन क्या होइन, बाल नै दिएको छैन। तर पनि केटी यति लोयल भएर बोल्दै थियो होइन। अनि त्यो केटाले कतै धेरै भाउ खोज्यो क्या। म त कतै एक दुईचोटि त रोएँ पनि त्यो केटीको म्यासेजहरू हेरेर क्या। कस्तो एकदम बिचरा यस्तो गरेर यस्तो गिडगिडाएर जुन होइन, उसले खुट्टा मात्रै ढोग्न बाँकी राखेर के तरिकाले किन माया गरे होला यस्तो तरिकाले जस्तो लाग्यो। त्यो म्यासेज हेरेर पढेर रोएँ पनि एकचोटि त। अनि पछि हुँदै गइसकेपछि पछि त्यो केटा पनि चाहिँ ऊ भएछ कि लोयल भएछ कि त्यो केटीप्रति होइन। अनि त्यसपछि त्यो केटाले पनि उसलाई म्यासेजहरू गर्न थालेछ, रिप्लाईहरू दिन थालेछ। पछि त अब यस्तो बिहे गर्ने जस्तो कुराहरू भइसकेछ। अनि पछि के कुरामा खटपट भएछ। अनि लास्टमा चाहिँ त्यो केटीले चाहिँ ब्यान्ड गर्दैछ क्या त्यो केटालाई भने। ब्यान्ड मतलब ब्लक गर्दैछ क्या, ब्लक गरेर रहेछ। अनि यस्तो रहेछ मान्छेहरू यस्तो हुँदो रहेछ भनेर चाहिँ त्यो मान्छेले पुरा गीतमा चाहिँ पुरै भिडियोहरू हालिरहेको रहेछ होइन। केटी मान्छेको मन पनि मनै हो, बिचरा कोमल मन हुन्छ। उसलाई त्यो मान्छेलाई केटालाई यस्तो आफ्नो इम्पोर्टेन्ट राति 2 बजे 3 बजे 4 बजे धरि पनि उसले म्यासेजहरू गरिरहेको थियो क्या। अनि त्यो हुँदाखेरि चाहिँ त्यो केटाले कत्रो धेरै इग्नोर गरेर भाउ खोजिरहेको थियो होइन। अब जब पछि त्यो केटा पनि चाहिँ लोयल भएर उसलाई बदलामा उसले माया गर्न जब थाल्यो नि त्यो केटीलाई, अनि त्यो केटीलाई नि अब पहिलाको कुराहरू सम्झेर यसलाई मैले यस्तो गिडगिडाएर मैले जतिखेर मलाई मायाको आवश्यक थियो त्यतिखेर चाहिँ त्यसले मलाई वास्ता गरेन, व्यस्ता गरेन। अब अहिले आएर चाहिँ मैले जब चाहिँ यो बिना नै म बाँच्न सिकिसकेपछि अहिले यो मसँग चाहिँ फल इन लभ भएर के गरेँ भने जस्तो सायद उसको मेन्टालिटी त्यो भयो कि होइन, त्यो पनि हुनसक्छ। त्यही भएर केटीले चाहिँ के कुरामा उनीहरूको चित्त बुझेन होला, सायद ब्लक हान्दैछ क्या। अनि त्यो केटा चाहिँ फेरि अहिले ऊ चाहिँ फ्रस्ट्रेसनमा रहेछ क्या, केटा चाहिँ फ्रस्ट्रेसनमा रहेछ क्या, टिट फर ट्याट भने जस्तो भएछ। पहिला बिचरा त्यो केटी कोमामै पुगे होइन, उसलाई वान साइडेड लभ गरेर एकदम धेरै पेनमा पऱ्यो। अब पछि अनि केटा फल इन हुन थाल्यो, अनि पछि केटी चाहिँ ब्याक भएछ क्या, त्यस्तो भएछ। त्यही भएर जे चिज पनि जे कुराको पनि एउटा लिमिट हुन्छ क्या, सहन सक्नेसम्म मात्रै मान्छेले सहन्छ। जब हदभन्दा बढी नागेर बेहद हुन्छ नि त्यो चाहिँ ब्लास्ट हुन्छ कि ब्लास्ट नै हुन्छ। अनि त्यही भएर मलाई कस्तो लाग्यो कि मैले सबैजनालाई के भन्न चाहेँ भने जे चिज पनि तपाईँसँग छ त्यो चिजलाई चाहिँ कदर गर्न सिक्नुहोस् भनेर भन्छु होइन। यदि कदर गर्नु भएन भने त्यो चिजलाई पनि के त तपाईँ बिना नै त्यो मान्छेलाई चाहिँ बाँच्न सिकाइदिन्छ कि। समय त्यस्तो भइसक्यो अहिले, एकदम बलवान भइसक्यो समय, त्यही भन्न आएको। थ्याङ्क सो मच।